उत्पत्तिको पुस्तक अध्याय 46। आफ्नो परिवारसित याकुब मिस्रमा गएका। तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे र बेर्सेबामा आएर आफ्ना बुवा इसाकका परमेश्वरको निम्ति बलिदान चढाए। अनि राति दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो र याकुब याकुब भनी तिनलाई बोलाउनु भयो। अनि तिनले भने, म यही छु। उहाँले भन्नुभयो, म परमेश्वर तेरा बुवाका परमेश्वर हुँ। मिस्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउने छु। म तँसँग मिस्रमा जानेछु र म तँलाई निश्चय नै फेरि फर्काइ छु। अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ, आफ्नो हात तेरो आँखामाथि राख्नेछ। त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुवा याकुब, आफ्ना बाल बच्चा र आफ्ना परिवारहरूलाई फारोले तिनलाई ल्याउन पठाएका गाडाहरूमा चढाएर लगे। आफ्ना गाई बस्तु र कनान देशमा जम्मा गरेका माल सामानहरू लिएर याकुब र तिनका जम्मै परिवार मिस्रमा गए। याकुबले आफ्नो साथमा आफ्ना छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू, तिनका सबै सन्तानलाई मिस्रमा लगे। मिस्रमा जाने इस्राएलका छोराहरू अर्थात् याकुब र तिनका सन्तानहरूका नाउँ यी नै हुन्। याकुबका जेठा छोरा रुबेन। रुबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मे। सिमियोनका छोराहरू यमुएल, यामिन, ओहद, याकिन, सोहोर र कनानी पत्नी तर्फका छोरा शाउल। लेवीका छोराहरू गेर्शोन, कहात र मोरारी। यहुदाका छोराहरू यर, ओनान, सेलह, फारेस र जेरह। तर एर र ओनान चाहिँ कनान देशमै मरे। फारेसका छोराहरू हेस्रोन र हामुल थिए। इस्साखारका छोराहरू तोला, पुवा, यासुब र सिम्रोन। जबुलुनका छोराहरू सेरेद, एलोन र यहलेल। यिनीहरू चाहिँ याकुबबाट लियाले पदन आराममा जन्माएका छोराहरू, तिनकी छोरी दिना समेत हुन्। लियाबाट याकुबका छोराछोरी जम्मा 33 जना थिए। गादका छोराहरू सेफोन, हागी, सुनी, यसबोन, येरी, अरोदी र अरेली। आशेरका छोराहरू यिम्ना, इश्वा, इश्वी र बरिया। तिनीहरूकी बहिनी सेराह थिइन्। बरियाका छोराहरू हेबेर र मल्किएल थिए। लाबनले आफ्नी छोरी लियालाई दिएकी कमारी जिल्पापट्टिका याकुबका छोराछोरी यी नै हुन्। यिनीहरू जम्मा 16 जना थिए। याकुबकी पत्नी राहेलका छोराहरू योसेफ र बेन्यामिन। ओनका पुजाहारी पोतिपेराकी छोरी आसनत तर्फबाट मिस्रमा जन्मेका योसेफका छोराहरू मनस्से र एफ्राइम थिए। बेन्यामिनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पिम, हुप्पिम र आर्द। राहेलबाट जन्मेका याकुबका छोराहरू यिनै हुन्। यिनीहरू जम्मा 14 जना थिए। दानका छोरा हुसिम। नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर र सिल्लेम। लाबनले आफ्नी छोरी राहेललाई दिएको कमारी बिल्लाले याकुबबाट जन्माएका छोराहरू यी नै हुन्। यिनीहरू जम्मा 7 जना थिए। याकुबका साथमा मिस्रमा गएका तिनका बुहारीहरू बाहेक आफ्ना निज सन्तान जम्मा 66 जना थिए। मिस्रमा जन्मेका योसेफका छोराहरू चाहिँ 2 जना थिए। मिस्रमा आउने याकुबका घरका सबै जम्मा 70 जना थिए। गोसेनमा तिनलाई भेट्न आइदेऊन् भने याकुबले यहुदालाई योसेफका खबर दिन आफ्नो अघि पठाए। योसेफले आफ्नो रथ तयार गर्न लगाए र गोसेनसम्म आफ्ना बुवा इस्राएललाई भेट गर्न आए। तिनको अघि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्ना बुवालाई अँगालो हालेर धेरै बेरसम्म रोए। इस्राएलले योसेफलाई भने, मैले तेरो मुख देखेर त जीवित रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु। योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुवाका परिवारहरूलाई भने, अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, कनान देशका मेरा दाजुभाइहरू र मेरा बुवाका घरानाहरू म कहाँ आएका छन्। उनीहरू सबै गाई बस्तु पाल्ने भएकाले गोठाला हुन्। उनीहरूले
आफ्नो सबै बगाल र बथान र उनीसँग भएका सबै थोक लिएर आएका छन्। जब फारोले तपाईहरूलाई बोलाएर तिमीहरूका काम धन्दा के हो भनी सोध्छन्, तब तपाईहरूले भन्नुहोस्, हजुरका दासहरू हामी बाबु छोराहरू हाम्रा बाल्यवस्थादेखि अहिलेसम्म गाई बस्तु पाल्ने हौ। अनि तपाईहरूले गोसेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।